अनि त्यति चुनाव गर्न, त्यति प्रधानमन्त्री फेर्न, राष्ट्रका यत्रो सम्पत्ति खरबौंको ध्वस्त यत्रो मान्छेको जेल जानुपर्छ? त्यो तर्कसङ्गत हुन्छ? यदि आजको युवा पुस्ताले यति नै गर्नु थियो, यही नै तर्कसङ्गत हो भनेपछि हेर्नुहोस्, मलाई माफ गर्नु होला, यो धेरै ठुलो गल्ती हुनेछ। अनि डाक्टर साहब अब तपाईमा हुनुहुन्न, तर एमालेका अध्यक्षले हिजो मात्रै आह्वान गर्नुभएको छ। सञ्चार कर्मी साथीहरूलाई थाहा नभएको कुरा त होइन, तर मेरो मुखबाट बोलाउन थाल्नुभयो, म भन्छु केपी ओलीजीले त्यो भनेको कुरा शब्दजाल र भ्रमजाल मात्रै हो। त्यो किन हो त भन्दाखेरि नेकपा एकीकृत समाजवादी फुट्नै लागेको छ। त्यो फुटेपछि जो माओवादीमा जानु तयार छैनन् तिनलाई आफ्नो ढोक्सो भन्छ नि, त्यो माछा राख्ने एउटा बाँसको बनाएको हो, त्यहाँभित्र पार्ने उहाँको त्यो शब्दजाल मात्रै हो। यदि साँच्चीकै उहाँले नेकपा एमालेमा योगदान गरेका सबै व्यक्तिहरूलाई आऊ भन्ने उहाँको आह्वान इमान्दारीपूर्वक भएको भए त मैले विगतमा जे कुराहरूमा अलिकति आलोचना गर्दा, अलिकति सही कुरा बोल्दा जसमाथि मैले प्रहार गरेँ, ती सम्पूर्ण प्रहारहरू अब मैले फिर्ता लिनुपर्ने कुरा मैले महसुस गरेको छु भन्नुहुन्छ नि त। व्यक्तिगत रूपमा भने व्यक्तिगत होइन, मैले अहिले भनेको भाषामा भने पनि हुन्छ नि।